फुल्ली राइड हान्नुपर्ने हुन्छ हल्का यहाँ यो मासुको चाहिँ यसको भित्रसम्म चाहिँ त्यो रसिलो टाइपको जुन हुन्छ यो ट्रकहरू कुदाउनु यिनीहरूको भर्न सक्दैन भने चाहिँ कुदाउनु यो बाइक यस्तो वाल मजा हो कि तर भर्न चाहिँ यस्तो साइडमा राख्नुपर्छ होइन कुदाउनु मात्रै सोच्नुपर्छ यस्तो बवाल बाइक हो कि यस्तो मजा आउँछ कि बवालको लाइटिङले तपाईँहरूलाई वेलकम हुन्छ यहाँनिर है यस्तो बवाल पिसफुलवाला भ्यू छ कि यहाँनिर चाहिँ होइन जे होस् तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ झर्नामा होइन यस्तो पिसफुल तरिकाले यहाँनिर बस्नु सक्नुहुन्छ एकदम यहाँनिर डेटिङ पनि आउनु सक्नुहुन्छ ट्याक्कसँग लाएर होइन डेटिङ आएर आनन्दले पिसफुल तरिकाले यहाँनिर आनन्दले भ्यू हेर्दै आनन्दले बस्नु सक्नुहुन्छ है सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग र मेरो धेरै समयपछिको ब्लगमा सबजनालाई स्वागतम वेलकम छ होइन ब्रदर यस्तो हान्नु न यस्तो यस्तो मेरो धेरै पछिको भ्लगमा एकदमै सबैजनालाई स्वागतम वेलकम छ सो मेरो भ्लग भनेको चाहिँ एकदम मेन हाइवे बिच चोकैबाट स्टार्ट भइरहेछ है सो आज चाहिँ हाम्रो नाइट राइड पनि के भन्नु राइड पनि के भन्नु जे होस् यसो हावा खानु निस्केको भनौँ यस आज भनेको चाहिँ होइन ट्र्याक्टरसँग लाएर ओभरहाटबाट स्टियर लाग्दैछौँ सो अहिले चाहिँ हामी एकदम मेन हाइवेमा छौँ सो भने कहाँबाट बानी लाग्यो यो बानी चाहिँ साह्रै खतम यस्तो बानीहरू चाहिँ नलाग्नु पर्ने हो तर लागिहाल्यो है दमक आकाशे फुल अनि अब त्यही हो होइन मेरो भोइस कतिको सुनिरहेछ छैन मलाई थाहा छैन है मैले यो सिधाहरू पुरै लगाइरहेको छु त्यही भएर भोइसहरू फेरि नसुनिनु सक्छ सो तपाईँ यहाँ देख्न सक्नुहुन्छ ट्याक्कसँग लागेर हाम्रो डाँफे चोकदेखि ट्याक्कै हामी अब यता लाग्नुपर्ने हुन्छ है आज चाहिँ हाम्रो दमक आइपुगेरै हुँदैछ अनि जे होस् होइन बोल्नै आउँदैन कि मलाई बोल्नै बिर्सिसक्यो यार भ्लगमा यार आज चाहिँ ट्याक्कै मोटो भ्लगै हाल्दिनँ न भनेर होइन मोटो भ्लगै ट्याक्कसँग लाएर हाल्दैन चाहिँ अर्काएर बाइकमा दामी गरेर निक्लेको है तपाईँहरू भागमा चुकबाट चाहिँ एकदमै स्ट्रेट आउनु भने पुग्नुहुन्छ है अब दमकमा भएकोहरूलाई त थाहा छँदैछ होला यस दमक बाहिरकोहरूले पनि लोकेसन हेरेर चाहिँ यताबाट आउनु सक्नुहुन्छ है ट्याक्कसँग लागेर मेन चोकदेखि भागमन्डल चोक आएर सिधै बेलडाङ्गी रोड आएपछि सिधै हो एकदम डाइरेक्ट त्यसमा यताउति भाङ्गिनै पर्दैन एकदम सिधा हो है अनि मजा आउँछ त्यो यो ट्रकहरू कुदाउनु यिनीहरूको भर्न सक्दैन भने चाहिँ कुदाउनु यो बाइक यस्तो वाल मजा हो कि तर भर्न चाहिँ यस्तो साइडमा राख्नुपर्छ होइन कुदाउनु मात्रै सोच्नुपर्छ यस्तो बवाल बाइक हो कि यस्तो मजा आउँछ कि तर दुःख चाहिँ के भन्नु होइन बाटो चाहिँ अहिले चाहिँ एकदम धुलो छ त्यसले तपाईँहरू यहाँनिर हल्का मास्क लाएर हल्का बिस्तारै गरेर पनि आउनु सक्नुहुन्छ है अनि के भन्नु त साथीहरू अरू भनेको तपाईँहरूलाई म केही भन्दिनँ अरू भनेको तपाईँहरूलाई म सिधै कटेजको भ्यू देखाउँछु र सो कसले यो भ्लग हेर्नुहुँदैछ है ट्याक्कसँग लाएर म तपाईँहरूलाई यस्तो दामी एउटा भ्यू देखाउँछु यसको रिभ्यू कमेन्टमा दिनु होला है कतिको लाग्यो कसलाई कति लाग्यो यो भ्यू होइन 10मा कसले कति दिने यसो कमेन्ट हालिदिउँ है सो तपाईँहरू यहाँ ठ्याक्क लगाएर यहाँ फन पार्क देख्न सक्नुहुन्छ यो चाहिँ दमक फन पार्क हो होइन र यो बाटो भनेको चाहिँ सिधै तल फागमन्डल चोकबाट सिधै नन स्टप किन आइपुग्नु भने ठ्याक्कै दमक फन पार्क आइपुग्नुहुन्छ र तपाईँहरू देख्नु सक्नुहुन्छ त्यहाँ पछाडि हेर्नु कस्तो बवाल भ्यू घाम ठ्याक्कै डुब्दै गरेको भ्यू पनि ओभर बवाल देखिरहेछ है सो ट्याक्कसँग लगाएर यहाँ आउनु सक्नुहुन्छ ठ्याक्कै फन पार्क अगाडि आइपुगेपछि फन पार्कदेखि ठ्याक्कैसँग लागेर भनेको तपाईँले यहाँ फुल्ली राइड हान्नुपर्ने हुन्छ हल्का यहाँ फन पार्कबाट एकदम सिधै यहाँनिर नबिर्सिकन भन्दा सिधै कहीँ दायाँ बायाँ नगरिकन यहाँ आउनु भने ठ्याक्क तपाईँहरू यहाँ आइपुग्नु हुँदा यस्तो दामी तपाईँहरू भित्र छिर्नुभन्दा अगाडि क्या यस्तो बवालको लाइटिङले तपाईँहरूलाई वेलकम हुन्छ यहाँनिर है त्यहाँदेखि ट्याक्क तपाईँहरू यस्तो दामी यहाँको भ्यूहरू हेर्दै यो लाइटिङहरू एकदम यस्तो बवाल हेर्दै यहाँ छिर्नु सक्नुहुन्छ है तर यहाँनिर पनि फोटो यस्तो यहाँनिर आएर पनि फोटोहरू कस्तो बवाल आउँछ क्या जस यो खाले लाइटले चाहिँ अब मेरो चाहिँ क्यामेरा अलिक के भयो अलिक डिम आएछ नत्र यहाँ ओभर चखिलो खाले लाइट बलिरहेछ क्या यहाँनिर ट्याक्क तपाईँहरू यहाँनिर आउँदाखेरि चाहिँ अनुहार चाहिँ एकदम क्लियरवाला फोटोहरू आउँछ है
अनि ट्याक्कसँग लाएर तपाईँहरू यहाँनिर आएर तपाईँहरूले यहाँ यतादेखिको यताको भ्यू चाहिँ हेर्नुभयो भने यस्तो बवाल पिसफुलवाला भ्यू छ कि यहाँनिर चाहिँ होइन। जे होस् तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ दामी बसेर चिलमा यहाँनिर बस्ने हो। अनि तपाईँहरू ठ्याक्क यतानिर आउनुभयो भने होइन यहाँनिर दामी एउटा बस्ने ठ्याक्कै होइन इन्जोय पिस टाइपमा ठ्याक्क रुखको मुनि यहाँनिर बसेर चिलमा यहाँनिर बस्ने हो। अनि अरू भनेको मेन भनेको अब यो एकदम भाइरल पुल अहिलेको अब होइन भाइरल भइसकेको छ आधी उधी चाहिँ अब पुरै भाइरल हुनु बाँकी छ। त्यसको पुरै भाइरल हुनुको लागि चाहिँ जे होस् यहाँनिर काम धमाधम भइरहेछ होइन। यो पुलमा भनेको अब यहाँनिर लाइटिङहरू चाहिँ लाउनु बाँकी छ। लाइटिङहरू लगाएपछि यो पुल यस्तो बवाल देखिन्छ कि यहाँ तपाईँहरू होइन ट्याक्क देख्न सक्नुहुन्छ यहाँनिर अहिले नै यस्तो दामी बवाल देखिन्छ है। झन् लाइटिङ हालेपछि चाहिँ ओभर बवाल देखिन्छ यहाँनिर चाहिँ होइन। ट्याक्कसँग लाएर तपाईँहरू आएर यता पनि बसेर खान सक्नुहुन्छ एकदम। अनि अरूभन्दा पनि यहाँको एकदम वान अफ द मोस्ट इन्ट्रेस्टिङ थिङ भनेको चाहिँ होइन यहाँ चाहिँ होइन एकदमसँग लाएर ट्याक्क आएर यस्तो दामी यहाँनिर झर्नामा होइन यस्तो पिसफुल तरिकाले यहाँनिर बस्नु सक्नुहुन्छ। ट्याक्क यो चाहिँ गहिरो पनि छैन होइन। यो चाहिँ ठ्याक्कसँग लाएर आनन्दै बसेर यहाँनिर चाहिँ ट्याक्कै होइन अब यसो के खाने हो चिसो खाँदै नत्र एकछिन चिल गर्नुको लागि चाहिँ यो चाहिँ यस्तो बवाल छ। फेरि पानी पनि यहाँनिरको चाहिँ अब अरूतिर ट्याङ्कीहरू ताते पनि यो चाहिँ डाइरेक्ट धाराको कस्तो भएर जे होस् पानी चाहिँ यहाँ चाहिँ एकदमै चिसो छ होइन। यो पानीमा चाहिँ तपाईँहरू ट्याक्कसँग लाएर आएर यहाँनिर बसेर होइन ट्याक्क आनन्दले बसेर यहाँनिर चिसोमा जे होस् चिल पनि गर्न सक्नुहुन्छ है। अनि यहाँनिर तपाईँहरू यहाँ भ्यू त तपाईँहरू यहाँदेखि सकि नै हाल्नुहुन्छ। भ्यू त यस्तो बवाल छ कि जे होस् तपाईँहरूलाई यहाँनिर फोटोहरूको लागि चाहिँ जे होस् लाइटिङहरू चाहिँ एकदमसँग लाएर ट्याक्क दामी गरी मिलेको छ। यहाँनिरको तपाईँहरू लाइटिङहरू चाहिँ जे होस् फोटोको लागि होइन यस्तो बवाल छ कि यहाँनिर लाइटिङहरू चाहिँ यहाँनिर है। अनि तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ माछाहरू पनि यहाँ ट्याक्क अब यहाँनिर बिस्तारै यहाँनिर ठ्याक्क अहिले पनि हुनु पनि अब यहाँ यसरी बसेर होइन तपाईँहरू यहाँ बस्नु सक्नुहुन्छ। यहाँ बसेर ट्याक्कै माछा हेर्दै यताउति कुराकानी गर्दै बस्दा पनि भयो है। तपाईँ यहाँ देख्न सक्नुहुन्छ ट्याक्कसँग लाएर माछाहरू पनि यहाँनिर खालखाले छ है। अनि ट्याक्कै यहाँ पनि ओभर यस्तो दामी यहाँनिर बनिनु गइरहेछ कि यहाँनिर बिस्तारै बनिन्छ होइन। लाएर तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। अनि तपाईँहरूलाई म यहाँनिर कटेज चाहिँ एकचोटि यहाँ माथिबाट फुल भ्यू तपाईँहरूलाई म यहाँ देखाउने कोसिस गर्छु नाइट भ्यू है। जे होस् तपाईँहरू अनि यहाँनिर चाहिँ ट्याक्कै माथि आएर चाहिँ दामी बसेर होइन यहाँनिर आनन्दले कुराकानी गर्दै कफी खाँदै तपाईँहरू होइन सेकुवा खाँदै आनन्दले बस्नु सक्नुहुन्छ। ट्याक्कसँग लाएर उताको भ्यू यस्तो बवाल भ्यू हेर्दै है तपाईँ यहाँ देख्न सक्नुहुन्छ। भ्यू चाहिँ यस्तो बवाल छ कि यहाँनिर अगाडिबाट लभ इटवाला भ्यू छ क्या यहाँनिर तपाईँहरूलाई जे होस् है। र अनि तपाईँहरू यहाँनिर फेमिलीहरूसँग मात्रै होइन एकदम यहाँनिर डेटिङ पनि आउनु सक्नुहुन्छ ट्याक्कसँग लाएर होइन। डेटिङ आएर आनन्दले पिसफुल तरिकाले यहाँनिर आनन्दले भ्यू हेर्दै आनन्दले बस्नु सक्नुहुन्छ है। सो अनि अब तपाईँहरूलाई म अरू अब यहाँको कटेजको सिआरओ हजुर सम्पूर्णहरूलाई म खराब कटेजबाट यहाँको लोकेसन चाहिँ दमकडी भन्दाखेरि यहाँको विशेषता भनेको चाहिँ यो नेचुरल टाइपले बनिएको छ। हजुरहरू रमाइलोको लागि फ्यामिलीसँग यहाँ बर्थडे अथवा एनिभर्सरी मनाउन सक्नुहुनेछ। यहाँ सानो स्विमिङ पुल पनि व्यवस्था गरिएको छ बच्चाहरूको लागि। अनि रमाइलोको लागि यहाँ बस पनि खेल्न सक्नुहुनेछ पोखरीमा। यहाँको स्पेसल खानेकुरा भनेको चाहिँ सेकुवा अनि पोर्क रिब्स अनि स्टिम फिसहरू यस्ता अन्य खानेकुराहरू व्यवस्था गरिन्छ। एकचोटि हजुरहरू आएर भिजिट गरिदिनु होला। फाइनल्ली हाम्रो यहाँ चटपटेर यहाँ पर्क स्पाइस रिब्स चाहिँ आइसकेको छ। सो अब यसको चाहिँ के कस्तो छ होइन हेर्दाखेरि त ओभर मिठो एकदम खाउँ लाग्दछ। सो अब म चाहिँ यहाँ खाएर तपाईँहरूलाई रिभ्यू दिन्छु के कस्तो रहेछ यसको स्वाद है त। ल यहाँ हेर्दै जानु होला। सो फाइनल्ली हाम्रो चाहिँ यहाँ ग्लोभ्स पनि आइसकेको छ। सो अब यो लाएर हामीले अब चेक इट आउट हान्नुपर्ने हुन्छ है। ट्याक्कसँग यस्तो गर्ने हो ठ्याप्प जस खरा कटेजमा चाहिँ यो पनि सुविधा छ है। तपाईँहरू आएर यहाँनिर एकदमसँग लाएर हात फोहोर भए पनि ग्लोभ्स लाएर एकदमसँग ट्याक्क हान्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ म पर्क रिब्स चाहिँ हान्नु गइरहेको छु है ट्याक्कसँग। हो तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ हेर्दै कस्तो खाउँ लाग्दो भइसक्यो। यो मासुको चाहिँ यसको भित्रसम्म चाहिँ त्यो रसिलो टाइपको जुन हुन्छ नि जुन अरू होटलमा चाहिँ मैले हतपति लगभग पाइनँ यो। तर जे होस् यहाँनिर चाहिँ जुन यो मासुको भित्र रसिलो टाइपको चाहिँ यस्तो बवाल छ यहाँनिर। जे होस् तपाईँहरू आउनुभयो भने यहाँ एक प्लेटले
एक प्लेट सुरुमा चाखेर ट्राई गर्नु होला। तपाईँहरू फेरि अर्को प्लेट मगाउनु भएन छ भने मलाई भन्नु, ट्याक्कसँग लगाएर ल मैले अर्को सेकेन्ड राइट पनि दिएँ। यो यस्तो बबाल छ, तपाईँहरू खानुभयो भने रोकिनु हुँदैन क्या। त्यसै गरी यहाँ तत्परेर नि मैले यहाँ चाख्नु गइरहेको छु। एकदम स्टाइलमा चटपटे यस्तो A1 होस्। तपाईँहरू यहाँनिर एकदम भ्यूको मनोरञ्जन लिँदै होइन ट्याक्कसँग लाएर यस्तो स्पेसल खानु सक्नुहुन्छ। ट्याक्कै यो खानुको लागि चाहिँ नबिर्सिकन दमक 2 खडाकडाच आउनु होला है त। ल मैले फेरि अर्को बाइट दिएँ ल।